ब्यागको दाम छ कुकिङ हो डरा खालि भान्सेहरू छ हामी यहाँ स्कुटी पार्क गरेर अहिले हामी बिहाको लागि ब्युटिफुल हुन जाने अरे दिदी म चाहिँ साथी आइदिएको ल नानी पुटुङटुङ कहाँ हो म त पहिलोचोटि आएको छु यतातिर ल गर्नु के साडी लाउनु पहिला हजुरको गरगहना नि त राम्रो मार्नु रमाइलो भइरहेछ गाइस लो रमाइलो भइरह आऊ भाइ भाइ प्यारो भाइ यति लम्बु
गर्ने भन्नु त अब हामी के गर्थ्यो के भन्नु न छिटो भकुरो अहिले यहाँ फोटोसुट हुँदैछ के नै भनौँ मसँग जान्न यो कस्तो नै यता यहाँ चिसो मान्छेले चिसो लिएर खान् बोतल लैजाने कुरा सक्यो मेरो दुधु बजाई मेरो घरको बजाई दुधु बजाएको दिदी माइली दिदी हजुर यहाँ चाहिँ यहाँको यहाँ बजे भनौँ ल है ल चामलहरू आएको छ यहाँ रक्सी पनि आएको छ दही यहाँ हाम्रो भाषामा मोही रक्सी छ है ल हाम्रो सपना दिदी बिहाउनेको मम्मी प्यारी आइजु मेरो ल यहाँ रक्सी छ है मेरो ठुलो मम्मी बुवा हामी के हाम्रो काम के अरे चिसो बेच्ने गुन्जनले के गुन्जनले गिलास दिन्छ नि हामी चाहिँ चिसो समाटेर जान्छ भाइ चिसो पनि रहेछ त दिने हजुरको मेरो मुख पनि भनेर एकदम नौजना रेडी छन् अनि म पनि एकदम रेडी छु म अब यो भाइलाई क्यामराम्यान अब मेरो प्यारो भाइ क्यामराम्यान भन्छ अब खाएको बैगन खाएको बैगन भाइ एकदम मेहनत गरेर ल अब क्लास हजुरले होइन अहिले लुकान्छन् कि पछि लुकान्छन् के बोक्ने बेला हो कलश राख्छु ट्याप्पै टिपेर भाग्छु नि ल हाम्रो प्लान सक्सेसफुल हुन्छ है क्लास दिनला जस्तो पनि कोही छैन भन्ने जस्तो गर्छन् होला हामी दुईटा सालीहरू फेरि नमस्ते भेना त हजुरको त डारी आएर हजुर त उदुन्छ त
मालपुरा हेलो है हामीले अब दिदीको भेनाहरू त्यसलाई दिदीको गहनाहरू तयारी टक्कै तयार पारे हम यो मादल यो झुम्काना झुम्काना। यो बाइक चेतन गरे ब्याग साइड ब्याग ल टोपी पनि आयो मास्क यो यो ल ल यो पनि टोपी उता पनि रहेछ त मालाहरू यो यो माला यो भयो मास्क यो मास्क खैलो अनि यो माला ल मास्क खतरनाक छ माला पनि खतरनाक छ ल अब एकदम यति धेरै गहना त देखेनन् होला ए हि के हो यो भनिदिनु त बाइक बुलेट बाइक बुलेट बाइक यो को लङ भट 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 भटेमा राम्रो बोला राम्रो आएको छ होला हेलो अघि न भर्खर कस्तो मा त त्यो बजादेखि कस्तो मन पर्यो के यो के यो पनि लिएर हो यो म यो लगाएर जान्छु तिमी म सक्दैन म यसमै थालमा हाल्छु नि यो ल अब जन्तीहरू आन्ला अब यिनीहरूको यस्तो गहनाहरू लगाएर
करतपट्टि हुनुभयो अब त स्वर्ग जान नि फेरि लत्रेङ भयो त दिदीको फेरि स्टाइल डान्स खस्यो ल हाम्रो भटकुरीहरूले खाना खानुभयो कस्तो छ खाना हजुरले दिनु भएको त म त सबै खान्छु थालैमै खान्छु अब अनुमति अलि लिएन पानी यो सोध्ने भन्छ ए पानी खाने नाइ यो कसरी खानु भने कारिहाल्नु हो त अहिले त धेरै खुसी हजुर फेरि म त पहिलेचोटि यहीमा जान्छ कि बाला पनि लाउनु पाइएछ किन उहाँ नि हाम्रो दिदी ब्याउली कारण होला नि केही मेरो त्यो थाहा छैन त्यही पनि अब भोटुवे गएर अनि त्यही सल्लाहमा ल जाम भनेर लिएर आउने
Bye.
सम्झी मिलेर सम्झेर गरेको हजुरको बिहा कस्तो भइरहेको भेना आज ठिकै फुका यसरी एकदम रमाइलो हल्का यस्तो यस्तो पनि दामी दामी सानो भेन एकदम रमाइलो भएर मलाई पनि एकदम रमाइलो लागिरहेको छ भेनाजुको ठिकै फुकै हुँदा हाम्रो त यस्तै हुन्छ है यता चाहिँ भाडा दिने टोलीहरू टोली के भने भाडा दिने ठाउँ भनौँ ल गाइस अब हामी अब भेनाजुको जुट्टा यहाँ दिदीले यस्तरी दराजमा लुगाउनु भएको थियो यसो दिदी यसो ल के भन्नु यहाँ जुत्ता खायो भेनाजुको बेसी मान्नु त कसो ढेला फेरि यो मेरो भिडियो म त टान भेनाजुलाई लुट्ने हो कि दिदी भन्नु त एउटै हारामा मात्र हो 40 हामीले भेनाजुलाई नलुटे अर्कोले लुट्छ हो नि त Carrie Balsu, so pretty, munca. Betai, ini so lucky ya na? Bagus tuh bagus banget. Aduh baru. कपडा लग्ने के हन भने के अनि फर्किने भने यही लगानी लगाएर फर्किने म त भित्र ट्राउजर लगाएको छु म त लगाएकै छैन मन जाने हो फर्किने त्यही लगानु के भित्रदेखि ट्राउजर लगानु अनि एउटा बर्की ओर्ने अनि जाने अनि के गर्नुपर्छ के हानी खै पनि त हेर्दौ त कुचु 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 किपा
कितबा गर्दी मगर त हामीले नजाने कि हाम्रो त्यो इस्तेमाल गर्न सक्छ यहाँ जुत्ता लुगान्छ भने के रे नलाग्ने रे किन नयाँ किन्ने अरे 25,000 को जुत्ता 5,000 जान्छ भनेर नयाँ किन्ने अरे 5,000 होइन 50,000 बेहुली यति बाँकी हेर्न यस्तो छैन हो त आफ्नो हजुरको यस्तो बिहा छैन यसो गरे आइराख्छ र हजुरको टिका खुला यस्तो भइराख्छ र ए लाइ बस्यो के भिडियो बना बनाइदिएको भाइरल बेहुली भाइरल
हतार मुकाबला सबैले प्याकेट म्याक गरेर सजाइसक्यो म बाल नदिएर बसिरहेको छु ओइ मेरो झुक्का मोडमा बाबा भोलि घर जाने जाने सो गाइस आज चाहिँ यस्तै भयो हाम्रो दिन लिपस्टिक सबै गइसक्यो मेकअप सबै गइसक्यो यस्तै हो रियल फेस यस्तो चाहिँ हल्का मेकअप गरेर हामी बिहान भेट्छ बाई गाइस धेरै पढ्ने हजुर धेरै पैसा कमाउने लाई ओहो आज आन्छ कि ओहो खै त्यो ढोर गाइस त्यस्तो गरेर मेरो ब्लगको एन्डिङ भयो र बिहा पनि भयो र एकदम शान्त भनौँ कि भनौँ यसरी मेरो ब्लगको एन्डिङ भयो गाइस बाई बाई सी यु माई नेक्स्ट ब्लग लाइक कमेन्ट एन्ड सब्सक्राइब र मलाई सपोर्ट गर्नुहोला बाई